नेपालमा यी सेवा युज गर्ने व्यक्तिहरूको संख्या धेरै नै रहेको छ। हामीहरूमध्ये आफ्नो मोबाइल फोनमा यी सेवा वालेटलाई युज गरिरहेका हुन्छौँ र यी सेवालाई युज गरेर विभिन्न अनलाइन ट्रान्जेक्सन र मोबाइल रिचार्ज गर्नेदेखि लिएर विभिन्न अरू कामहरू पनि गरिरहेका हुन्छौँ, जुन हामीले डेली लाइफ रिलेटेड अनलाइनबाट सजिलैसँग गर्छौँ। त्यसैले धेरै व्यक्तिहरू यी सेवा चलाइरहेका छन्। यी सेवालाई युज गरेर विभिन्न व्यक्तिहरू फ्रड पनि गरिरहेका छन्। त्यस्तो अवस्थामा हामीले आफ्नो यी सेवालाई सुरक्षित बनाउने एकदम जरुरी नै छ। आज म तपाईलाई यी सेवाले प्रोभाइड गरेको 3वटा फिचरलाई युज गरेर आफ्नो यी सेवा आइडीलाई सुरक्षित बनाउन सक्नुहुन्छ। हामीहरूमध्ये धेरै व्यक्तिहरूले यो फिचर युज गर्दैनन्। यी सेवामा भएको रिलेटिभ फिचरलाई बताउने छु कि कसरी हाम्रो यी सेवा सुरक्षित छ वा छैन त्यो पत्ता लगाउन सक्छौँ। साथसाथै आफ्नो यी सेवालाई कसरी सुरक्षित बनाउने त्यो पनि थाहा हुन्छ। त्यसैले साथीहरूले आफ्नो वालेटलाई सुरक्षित गर्नुहोला। एक हिसाबले हेर्ने हो भने वालेट हाम्रो बैंक अकाउन्ट जस्तै नै हो। हामीले राखेको पैसा सुरक्षित गराउनु पर्छ। यी सेवालाई प्रोभाइड गरेको 3वटा फिचरको बारेमा बताउने छु। त्यसैले साथीहरूले भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला र साथसाथै भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनुहोला र आफ्नो विचार कमेन्टमा राख्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। यतापट्टि स्क्रिनमा तपाईँ हेर्न सक्नुहुन्छ यी सेवालाई ओपन गर्दैछु। यी सेवामा भएको ब्यालेन्स त्यति त छैन, तर तापनि आफ्नो यी सेवालाई सुरक्षित बनाउनको लागि यो फिचरलाई एड गर्नुपर्छ। अब यी सेवालाई सुरक्षित बनाउनको लागि प्रोफाइलमा क्लिक गर्नुहोला। त्यसपछि माई डिभाइस कन्डिसनरमा क्लिक गर्नुहोला। अब साथीहरू यहाँ 3वटा अप्सन पाउन सक्नुहुन्छ। जस्तै कि माई डिभाइसमा क्लिक गर्नुहोला। अब तपाईले हेर्न सक्नुहुन्छ जतिवटा मोबाइल यी सेवाबाट लगइन हुन्छ त्यो डिभाइस आइडी यहाँ सो हुन्छ। जस्तै कि तपाईँ हेर्न सक्नुहुन्छ 3वटा आइडी मेरोमा सो भइरहेको छ। एउटा रहेको छ रेडमी नोट 4 र अर्को रहेको छ सैमसंग J5 र अर्को रहेको छ रेडमी नोट 10S। यो 3वटा डिभाइस मेरो यी सेवा आइडीमा लगइन भइसकेको छ। त्यस्तै तपाईको पनि यी सेवामा रहेको छ भने आजै नै डिलिट गर्नुहोला, किनभने अरू मोबाइलबाट तपाईको यी सेवा लगइन भइसकेको छ। अब यसलाई सुरक्षित बनाउनको लागि तपाईले यो ठाउँमा क्लिक गरेर डिलिट गर्नुहुन्छ भने त्यो डिभाइसमा लगइन भएको आइडी डिलिट हुन्छ। जस्तै कि तपाईँ हेर्न सक्नुहुन्छ यसमा क्लिक गरेर डिलिट गर्दाखेरि लग आउट हुन्छ। यसलाई लगइन गर्नको लागि फेरि तपाईले आफ्नो मोबाइल नम्बर र पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ। लग आउट गर्दै बित्तिकै यदि तपाईको अरू डिभाइसमा कनेक्ट छ भने आफै अरू मोबाइलबाट डिलिट हुन्छ। आफ्नो यी सेवालाई अझै सुरक्षित बनाउनको लागि कन्डिसनलमा क्लिक गर्नुहोला। यसमा क्लिक गर्ने बित्तिकै जुन मोबाइलबाट तपाईले यी सेवा आइडी बनाउनु भएको छ त्यो मोबाइल नम्बर सो हुन्छ र आफ्नो यी सेवालाई लास्ट कुन डेटमा लगइन गर्नु भएको थियो त्यो पनि सो हुन्छ र यी सेवालाई कहिले बनाउनु भएको छ, कुन डेटमा बनाउनु भएको छ र कुन समयमा बनाउनु भएको छ त्यो पनि सो हुन्छ। र यी सेवालाई अझै सुरक्षित बनाउनको लागि अर्को नम्बर पनि एड गर्न सक्नुहुन्छ एडमा क्लिक गरेर। यसले गर्दा के हुन्छ भने कुनै व्यक्तिले तपाईको यी सेवा आइडीमा पैसा पठाउँछ भने अर्को नम्बर दिएर पैसा मगाउन सक्नुहुन्छ, तर मेन यी सेवा आइडी थाहा पाउन सक्दैन। अब मेन अकाउन्ट पत्ता लगाउनको लागि के गर्नुपर्छ भने त्यसमा ग्रीन टिक लागेको हुन्छ, जसबाट थाहा हुन्छ कि यो ग्रीन स्क्रिन मेरो मेन आइडी रहेको छ। यो फिचरमा आफ्नो यी सेवालाई मल्टिपल अकाउन्ट बनाएर राख्नुहोला। यसबाट के हुन्छ भने धेरै सुरक्षित हुन्छ। पैसा पठाउँदाखेरि अथवा लिँदाखेरि अर्को नम्बर दिँदाखेरि मेन अकाउन्ट थाहा हुँदैन। आफ्नो यी सेवालाई अझै सुरक्षित बनाउनको लागि नोटिफिकेसन आइडी रहेको हुन्छ। यसमा पनि साथीहरू महत्त्वपूर्ण कामहरू हुन्छ। साथीहरू कहिलेकाहीँ हामीले कुनै अर्को प्लेसमा यी सेवालाई लगइन गर्दाखेरि नोटिफिकेसन आउँछ। कुन ठाउँमा लगइन भएको छ लोकेसन देखाउँछ र कुन डिभाइसमा लगइन भएको छ त्यसको नोटिफिकेसन देखाउँछ। त्यसबाट थाहा हुन्छ कि कुन मोबाइलमा हाम्रो यी सेवा आइडी लगइन भएको छ। यसमा तपाईले मोबाइल नम्बर र इमेल आइडी एड गर्न सक्नुहुन्छ। दुवै लगइन गर्दाखेरि तपाईको लोकेसन, डेट, टाइम र कुन मोबाइलमा लगइन भएको छ त्यो सो हुन्छ। हो साथीहरू, यस्तो तरिकाबाट आफ्नो यी सेवामा यो 3वटा फिचरहरू एड गर्नुहुन्छ भने तपाईको यी सेवा धेरै सुरक्षित नै हुन्छ। धेरै युजरहरूले यो फिचरलाई युज गरिरहेका छैन, जसबाट धेरै फ्रड भइरहेको छ।
अझै नै आफ्नो ई सेवामा यो 3वटा फिचरहरू युज गर्नुहोला र आफ्नो ई सेवालाई सुरक्षित बनाउनुहोला। आशा गर्दछु यो भिडियो हेरिसकेपछि तपाईँ राम्रोसँग बुझ्नुभयो। भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट गरिदिनुहोला र स्क्रिनमा केही महत्त्वपूर्ण भिडियोहरू देखाइरहेको छु, भिजिट गरेर हेर्नुहोला। आजको लागि यति नै, फेरि भेटौँला। बाइ बाइ।